हेलो साथीहरु नमस्ते स्वागत छ हजुरहरुलाई सितुगम युट्युब च्यानलमा स्वागत छ हजुरहरुलाई साथीहरु आयो हजुरहरु पनि सन्चै हुनुहुन्छ होला हामी पनि एकदमै सन्चै छौं अहिले चाहिँ हामी स्कुटर सिक्न जाँदै छौं हेर्दै गर्नु होला पर्मिला र म जान लागेको छौं स्कुटर सिक्नलाई पसलमा गएर स्कुटर लिएर आइमसँग चलाउन आउँदैन के चलाउन त आउँछ कि राम्रोसँग चलाउन आउँदैन अब चाहिँ के रे उसमै गएर सिकेर लाइसेन्स निकाल्ने हिसाबले सिक्न जाँदै छौं पर्मिला र म हेर्दै गर्नु होला है साथीहरु हेलमेट हेर न बुढो मान्छे जस्तै देखियो हेलो भन्देऊ साथी हेलो नमस्ते भन्देऊ साथीहरुलाई नमस्ते गर्दिनु यसले मलाई हिँड भने त्यहाँनिर स्कुटर यता रोकेर आएको हिँड भने पर्मिलालाई कुरेर बसेको छु म चाहिँ पर्मिला नि आउँदै छिन् हेर्दै गर्नु होला है त साथीहरु हामी चाहिँ सिक्ने ठाउँमा पनि आयौं हामी चाहिँ यहाँ सिक्ने ठाउँमा आइसक्यौं म पर्मिलाले त्यहाँनिर स्कुटर राखेछन् अब यहाँनिर कुरा गर्नु पर्यो नि त अनि कसरी हो घण्टाको के हो भनेर अब कसरी हो घण्टाको अब सोध्नु पर्यो अनि त्यसपछि भिड त भिडै छ लास्टै भिड छ यस्तो भयो भने त साह्रै झाउ पो लाग्छ पर्मिला चाहिँ यहाँ आइछिन् हामी चाहिँ यता छौं अब सोधेर हामी पालैपाल्टो चलाउँछौं हामी चाहिँ यहाँनिर कुरा गर्न आछौं रिसेप्सनमा के गर्नुहुन्छ कसो गर्नुहुन्छ यहाँ कता हुनुहुन्छ खै हुनु न त पर्मिला यता को हुनुहुन्छ यता स्कुटर सिक्न पाउँछ कि पाउँदैन यहाँ चाहिँ पर्मिला कुरा गरिराखौँ सिक्ने स्कुटर हेर्नु न साथीहरु यहाँ यस्तो छ सिक्ने स्कुटर पर्मिलालाई चलाऊ भन्न पर्दो रहेछ पर्मिलाले पर्मिला तिमी यो स्कुटी चलाऊ भन्छु के भन्दा रहेछ नै जरा एन्टी चाहिँ यस्तो रहेछ पर्मिला यो स्कुटी चलाउँछौ यो खतरा कुद्छ नि यस्तो झन् दामी हल्का हुन्छ यस्तो भिड छ अनि कस्तो यिनीहरू भ्याएपछि हाम्रो के हो हामीले अब गर्दा नि भयो यिनीहरू भ्याइसी गर्छु भने नि भयो तर यिनीहरू भ्याइसी नै गरौँ है यस्तो भिड छ अहिले गरेर हात खोक्कडा झन् वेट गर्नुपर्छ कि हामी चाहिँ अब यिनीहरूले भ्याएपछि चाहिँ अनि हामीले गर्छौँ साथीहरु अब चाहिँ मेरो पालो अब चाहिँ म हेलमेट लाएर कुद्छु सिक्न त अस्ति नै पनि सिकेको तर बिचमै छोड्यो के कम्प्लिटै नगरिकन बिचमै छोड्यो अब फेरि अब ट्राई गर्दैछौँ हेरौँ कस्तो हुन्छ म चाहिँ अब रेडी भएँ अब हेर्दै पुरै लैजानु यस्तरी ल्याउनु हाम्रो दिदीले चाहिँ यहाँ 8 घुमाउने प्र्याक्टिस हुँदैछ हुन्छ मिस्टेक केही छैन भयो निकाल्नु अब घुम्यो जाँदो रहेछ त्यहाँनिर रोक्नु पर्छ नि जेब्रा क्रसिङमा थाहा कि नै लौ घच्याक हो के घच्याक खै त यार घच्याक स्टप धर्को छोयो नि बराई अब म दौडिन सक्दिनँ
लु हाम्रो दिदीको आजको यही हो प्र्याक्टिस। साथीहरू म चाहिँ सकेर आएँ। अब पर्मिलाको पालो, पर्मिला गइछिन्। लास्टै गाह्रो हुँदो रहेछ यो 8 घुमाउन त। खै अलिअलि घुमाइयो। अब हेरौँ भोलितिर कस्तो हुन्छ। यहाँ फोहोर गराइदिएको पर्मिलाको पालो। ल ल ल ल ल ल जाऊ जाऊ। अब चाहिँ घुम्न पर्छ है। लु लु ल ल हेर ल ल ल ल ल ल ल ल अहिले चाहिँ अलिकति भयो ल। अघि चाहिँ मैले चाहिँ एकचोटि त्यहीँनिर लडाइदिएँ। सक्दैन भनेर हुन्छ, सिक्न आएपछि सक्न परेन। हेर त यहाँ त के फलेछ। मेवा फलेछ, पाके छैन मेवा। मुलाहरू फलिरहेछ। यो कस्तो खालको यो मेवा के भएछ यो मेवालाई। यहाँ मुला छ, यहाँ आँपको रुख रहेछ। प्याज कस्तो राम्रो प्याज। यहाँ त के हो अमिरो। हेर अमिरो फुल खेलेको फल्दै फुल खेल्दै गइरहेको। यहाँ पनि एउटा रहेछ। कति धेरै टुप्पा टुप्पामा फलिरहेको रहेछ। देख्यौ यो हामी चाहिँ घाम तापौँ ल डाँडामा बसेर। त्यो घाम ताप्ने यहाँ कस्तो राम्रो फुल पनि रहेछ। लालुपाते फुल्यो। कति राम्रो फुल्यो हेर त। वाउ भन यसरी। लु है साथी आज त खासै 8 घुमेन। भोलि हेरौँ के हुन्छ। भोलि के हुन्छ। यो चाहिँ हाम्रो बुवाको घर हो। असलमा आउनुहुन्छ नि बुवा हो, त्यो बुवाको घर हो। यहाँबाट बुवाले माथि छतमा बसेर हेर्नुहुन्छ अरे। अनि कति यहाँ सिक्न आउने आइमेहरू कस्तरी लड्छन् हेर भन्नुहुन्छ कि बुवाले। छतमा बसेर हेर्नुहुन्छ अरे यहाँ सिकेको। कस्तो राम्रो रोज फुलिरहेको रहेछ। लालुपाते हेर्नु न कस्तो राम्रो थुप्पा थुप्पा फुलेको क्या, झप्पा झप्पा। आज हामी चाहिँ यतैतिर गयो साथीहरू हाम्रो दिन। के हो त्यस्तो। हामीलाई चाहिँ त्यसरी नसिकाएको, उसलाई चाहिँ हेरी हेरी सिकाएर। यस्तो राम्रो राम्रो फुलहरू छ। साथीहरू हामी चाहिँ के भन्छ अरे स्कुटी ट्रेनिङ सेन्टरमा गएर नि आइसक्यौँ। अलिअलि सिक्यो, अलिअलि धेरै त सकिएन। अनि भोक लाएरै चाउचाउ उमाल्दैछु मैले चाहिँ यहाँ रारा चाउचाउ। र साथीहरू आज चाहिँ मेरो अचार किन्नलाई पर्मिला आएको छिन्। यो अचार पर्मिलाले किन्दैछिन्। पैसा देऊ पैसा। पैसा साथीहरू मैले चाहिँ यो खुर्सानीको पट्टा चाहिँ 150 रुपियाँले बेच्यो नि त। पर्मिलाले बेचेको पैसा तपाईँको चाहिँ अचार अस्ति नै बनाएको नि त। त्यसपछि अब भ्याइन लागेको छ। अब सकिन लागेछ। अब फेरि ल्याएर बनाउनु पर्छ। अब यो रेटमा चाहिँ पाउँदैन हो तिमीले। अब खानु पर्यो भने यो रेटमा। यो चाहिँ यो रेटमा पाउँदैनौ। अब तिमीलाई अब चाहिँ यो भन्दा अलि धेरै नै पर्छ। हुँदैन अहिले चाहिँ अब सस्तोमा दिएछु सबैलाई 150 हो नि त। अनि त्यही भएर अबको चाहिँ अर्को लटको चाहिँ यति रेटमा पाउँछ ल। अब चाहिँ म भिडियो यहीँ इन गर्छु। यतिन्जेल भिडियो हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै अहिले भने म भिडियो यहीँ इन गर्छु। बाई बाई साथीहरू, गुड नाइट, शुभरात्रि।